बुरुङ बुरुङ सर्प मासुलु मजाम एमआरपी आएको थियो त So hello and what's up everyone, this is me Philip Limbu and welcome back to my channel. अनि हामी चाहिँ लगभग सायद 1.5 वर्ष पछाडि हामी यसरी YouTube फ्यामिलीमा भेट भइरहेको छौँ. सो भन्नुपर्दा चाहिँ म चाहिँ एकदम धेरै ग्याप गरेको थिएँ युट्युबबाट. सो आजदेखि चाहिँ म ब्लग गर्ने ट्राई गर्दैछु, ब्लग कन्टिन्यू गर्ने कोसिस गर्नेछु हैन. सो दिस इज मी एन्ड म चाहिँ घरमै छु एन्ड सी इज क्वीन मुसलमान. अनि यहाँ छ हाम्रो बाइक. अब चाहिँ हामी यहाँबाट लाग्छौँ है. एन्ड अहिले चाहिँ मेरो काखमा यत्रो एउटा बोरा छ अनि ला गेट बन्द कस्तो गर्छ, अब खुल्लै होस् के गरौँ म पनि त गइसक्नु भएछ, गेट बन्द गर्नै पर्छ. यहाँ चाहिँ यस्तो छ क्या. सो यहाँ घाम छ, गर्मी छ हैन. चाहिँ आज धेरै पछि सो ब्लग बनाउनु पर्यो भनेर सोचेको है. आई होप राम्रो होस् ब्लग. अनि यहाँको हाम्रोतिरको रोड चाहिँ एकदम बवाल बनिसकेको छ गाइज. अनि इट्स बिन अ व्हाइल, म पनि धेरै पछि आएको. सो बवाल मजा आउँछ कुदाउनु चाहिँ. तर अहिले घाम भएको कारणले मात्रै हो यस्तो झ्याउ लागेको मलाई चाहिँ. घाममा चाहिँ किन झ्याउ लाग्छ कि होइन. टक्क मौसम पनि दामी भएको मजा आउने र. सो अहिले चाहिँ हामी ट्याक्कै हाम्रो घर चाहिँ अलिकति भित्र पर्छ, हाइवे आइपुग्न लाग्यो. अनि हाइवे पछाडि हामी साथीको घर जान्छौँ किनभने साथीलाई पनि पिकअप गर्नुपर्ने. सायद त्यसले स्कुटर निकाल्छ होला. स्कुटर निकाल्यो भने निकाल्यो, निकालेन भने ठिकै छ, नो वरिज हैन. एन्ड दिस इज सोमबारे एभ्रीवान. सो सोमबारेबाट हामी चाहिँ माथि राख्दैछौँ है त. ल भन्दा भन्दै हामी कति 3 मिनट 4 मिनटमा हामी साथीको घर आइपुग्यो भन्दा पनि आइपुगेको चाहिँ छैन. उसको पनि चालालीबाट थोरै भित्र हो. हाम्रो केटाहरूले रिटर्नको केटाहरूले देखेको छैन भने हेरिराख हो केटा हो, पछि देउसी खेल्न आऊ हाम्रोतिर होइन. अब मेरो युट्युब ओ बुरुङ सर्प मासुलु कत्रो सर्प हो, चकाइ चिप हेर पछाडिको. अब क्यामेरामा देखेन, मैले चाहिँ देखेँ सर्प. यो गर्मी सिजनमा पुरा सर्प आउने कि हाम्रोतिर पुरा सर्प होइन. सर्पले यस्तो एटाक हान्ने. अनि सरको घर चाहिँ यो हो. सर पो छ कि छैन हो. अगाडि चाहिँ अघि भर्खरै क्या सर्प सर्प त यार कालो तिर्को टल्केर हिँड्दो रहेछ गर्मीमा. सो जसले मलाई चिन्नुहुन्छ प्लिज लाइक गरिदिनु होला, सेयर गरिदिनु होला चाहिँ भन्दिनँ. अब यो कन्टेन्टै छैन, यसमा राम्रै छैन के होइन. तर पनि मन लागेमा कमेन्ट गरिदिनु होला है त. अनि अहिले चाहिँ हामी तपाईँ यहाँबाट सिधै ड्युटीमा जान्छौँ. म सिधै ड्युटीमा जान्छु होला इफ भयो भने. or else let's see के हुन्छ. केटाहरू चाहिँ यहाँ छ. हेलो गाइज. ए बौलाहरू
पैसा नभएको बेला ल त दिएन त्यहाँ स्मेल त बवाल आउँछ त्यसको नारै बोल्दैन यहाँ धन्यवाद तमा चाहिँ हाल्नु पर्छ कि कहिले जाम भइदिन्छ हो जोन चाम्लिङलाई आइदियो त अनि बाइकमा त के हो त्यस्तो चस्मा लगाएपछि चाहिँ यो गानामा चाहिँ भाइ पाउँछ अरे म चस्मा लगाउनु पर्यो त्यो चस्मा अनि जोन चामलिङ राई दयाङ्क राई राजेश पायल राई बनेर गाना गाइदिनु पर्यो होइन चट्टा लगाएर अनि म त भ्लग गर्नु पनि बिर्सेछु यार अब नयाँ अब म भ्लग गर्छु पहिले गर्थेँ भन्ने कुरा त धेरैलाई थाहा नै छैन होला होइन थोरैलाई थाहा भयो पनि म भ्लग गर्थेँ बाइ द वे अनि बिचमा म एकदम छोडेँ मेरो लास्ट भ्लग सायद अन्तुको छ होला हौ होइन मैले हेरेर पनि छैन आज जोसरले बनाउनु पऱ्यो भनेर बनाइदिएको भ्लग अन्तुको छ जस्तो लाग्यो त्यो साथीहरूसँग लास्टचोटि हामी अन्तु गएको थियो हाम्रो यो डिप्लोमाको टिम होटेल म्यानेजमेन्टको अनि त्यति बेलाको चाहिँ होला सायद दसैँ नजिकैको बनाएको थियो होला 2 वर्ष 1.5 वर्ष भइसकिसक्यो भनौँ न बिचमा चाहिँ म कहाँ हराएँ भनेर प्रश्न कसैको मनमा छैन होला तर पनि म एन्सर भनिदिन्छु सुनिदिनु होला है त अर्चना नगरिकन म चाहिँ बिचमा कहाँ गएँ भन्दाखेरि I was in दार्जिलिङ रामारा होटेलमा त्यो चाहिँ 5 स्टार प्रोपर्टी हो हाम्रो चाहिँ ट्रेनिङ एज अ इन्टर्न चाहिँ हामीले ट्रेनिङ गर्नुपर्ने थियो हाम्रो कोर्समै पर्छ थियो सो 6 मन्थको ट्रेनिङको लागि चाहिँ म रामारा 5 स्टार होटेल दार्जिलिङमा गएको थिएँ अनि इट वाज अ भेरी गुड एक्सपिरियन्स भनौँ न अब ओभरअलमा भन्नुपर्दा एक्सपिरियन्स बबाल भयो इन्डियामा बस्न गाह्रो भयो होइन त्यही त हो पैसाको समस्या अनि फेरि क्लाइमेटको हो किन भन्दाखेरि अब यहाँ त यस्तो गर्मी होइन तपाईँलाई थाहा छँदैछ यहाँ कतिको गर्मी घाम धूप है इधर बहुत धूप है इधर धूप ही नहीं है भाई इसलिए और क्या होता था उधर पहली बार इतना ठंड था इधर धूप से गया उधर ठंड में फ्रिज के अंदर है ना यस्तो बवाल चिसो त्यहाँ चाहिँ यस्तो बवाल चिसो मजा आउने हुन्छ नि अब सोच्नु यस्तो गर्मी छ है यहाँबाट गर्मी सिजनमा गएको हो नि त म यस्तै गर्मी सिजनमा गएको होइन अनि त्यहाँ पुगेपछि त जाडो सुत्ता ब्ल्याङ्केट हुडी ट्र्याक सक्स अनिवार्य कति चाहिँ जाडो थियो होला त्यस पछाडि होइन असार महिना सुरु भयो ट्याक्कै म यही महिना गएको होला हौ यसो सम्झिँदाखेरि होइन पछाडिबाट के आयो छोटा हात्ती सानो बुवालाई सेवारो भन्न पाइएन गाडी लिएर जाँदै हुँदो रहेछ ड्युटीमा आमा चिन्नु भयो मलाई पनि काट पार्दै हुन्न अनि म कहाँ थिएँ भन्दाखेरि यस दार्जिलिङमा थिएँ दार्जिलिङको त्यहाँनिर असार महिनामा चाहिँ यस्तो बगाई पानी पर्ने है त्यहाँनिर मजा आयो यस तर दुःख चाहिँ दुःख लाग्छ दुःख गऱ्यो ट्रेनिङमा अन्त त्यही हो सर्टिफिकेट आयो राम्रो भयो सर्टिफिकेट डिस्टिङसन हान्यो तिम्रो दाइले तिमीहरूको भाइले डिस्टिङसन हान्यो मजा आयो अनि दार्जिलिङपछि यहाँ आएर पनि भ्लग गर्नु खासै मन लागेन मलाई अनि दार्जिलिङमा हुँदाखेरि मैले एउटा भ्लग चाहिँ गरेको छु हामी कतिजना 5-6 जना थियौँ होला 2 जना
चारजना दार्जिलिङका साथीहरू हुनुहुन्थ्यो अनि नेपालको 4जना थियौँ हामी साथीहरू अनि हामी चाहिँ टाइगरहरू घुम्न गएको थियौँ लास्ट दिन भन्दा पनि इन्टरभ्यू सकिएर 2-3 दिन चाहिँ हामी दार्जिलिङमा बस्नुपर्ने भयो डकुमेन्टेसनको कारणले अनि डकुमेन्टहरू मिलाउँदाखेरि टाइम लाग्ने भएर हामी 1-2 दिन त्यत्तिकै घुम्दै बस्यौँ होइन तर एक दिन चाहिँ मैले भिडियो गरेको थिएँ म जस्ट भ्लग गर्ने कोसिस गरेको थिएँ भनौँ न त्यो भिडियो पनि राम्रै छ तर मलाई एडिट गर्नु अल्छी लागेर के भएको आजकल भ्लग गर्नु अल्छी लाग्छ एडिट गर्नु अल्छी लाग्छ हो छोटो समय पनि ठुलो यादहरू हाम्रो केटाहरू त परै छुट्यो क्या म त गफमा धेरै अगाडि आएछु र अब यहाँ हामी एकछिन बस्छौँ त के भन्नु म एकछिन पर्खिन्छु शीतलमा चन्द्रवरीको चियाबास आज चाहिँ बासमा बस्ने गर्नु छ चाँडोभन्दा चाँडो पुग्नु पर्ने छ त्यो ठाउँमा डढेर कालो भइसक्यो होइन म कालो नै थिएँ होइन कालो देखि त हो कालो थियो साथीहरू तर पनि झन् कालो भइदिरहेको छु क्या अब यस्तो झापाको घाम गर्मी फेरि अब बाइकमा बाहिरको मेरो काम पनि त्यस्तै पर्छ बेला बेला बाहिर निस्किराख्नुपर्छ होइन यस्तै छ यो चाहिँ हाम्रो ट्याक्कै यो के हो यो थाहा नै छैन यो चुक्क नामै बिर्सेँ हो तर म यो कलेज पढेको है मेरो पुरानो साथीहरूले पुरानो त के भन्नु मेरै साथीहरूले +2, 11, 12मा पढ्ने यो हो विभूति विद्या मन्दिर जहाँ चाहिँ मैले 11 and 12 ग्रेजुएट गरेको त्यस्तै कलेज स्कुल देख्दाखेरि साथीभाइहरूको याद आउँछ सबै साथीभाइहरू विदेश गइसक्यो होइन विदेशमा ठिक छ उनीहरूलाई अब म चाहिँ भ्लग सुरु गरेँ हो अब चाहिँ नजानु पऱ्यो ल अब पर भेटौँ है त अब अहिले निकै राम्रो छ बाटो रिजर्टमा यो रुख हालेर चाहिँ बबाल भयो क्या किन भन्दाखेरि अहिले त यस्तो ठिकै हो होइन राति चाहिँ जस्तै उताबाट आएको गाडीहरूको लाइट आउँदैन क्या यो साइडपट्टि हाम्रो केटाहरू यहाँ छ त्यो लाइट आउँदैन कि त्यो बबाल हो यो आइडिया चाहिँ एकदम गुड लाग्यो मलाई होइन अनि अझै ठुलो भएपछि दामी देख्छ होला है देख्छ हाम्रो वृन्दावनको तार चाहिँ मन पर्दैन क्या मलाई सबै कुरा ठिक छ होइन तार हेर्नु न तार चाहिँ आम्मामा जाम के हो यस्तो जाम हो यस्तो जाम पर्नु थालेको बिटाउनमा पनि वाह आज के हो सन्डे यो चाहिँ हाम्रो मुक्तिचोक भयो अनि हामी चाहिँ यहाँबाट हल्का लेफ्ट लिन्छौँ किन भन्दाखेरि QFX को पछाडिपट्टि पर्छ हाम्रो क्याफे चाहिँ सो इट्स बेटर टु टर्न लेफ्ट यहाँबाट अलिकति सजिलो पर्छ उताबाट फेरि भिड हुन्छ कि अनि यहाँबाट अगाडि गयो अनि युटर्न लियो क्या ट्याक्क मेरो बाइकको अटो फ्यान चालु भएको छ कच यति धेरै गर्मी अनि फेरि जाममा परेपछि गियर घटाउनै पर्यो होइन लो गियरमा कुदाएपछि त्यस्तै हो इन्जिन तात्ति नै हाल्छ यहाँबाट चाहिँ हामी सिधा देखिराख्नु भएको क्याफे चाहिँ हाम्रो क्याफे हो यहाँबाट हामी सिधै गयौँ अनि a big congratulations to our team किन भन्दाखेरि रिसेन्टली हामीले बनाएको कन्टेन्टमा चाहिँ more than 1,00,000 views आएको छ है त क्याफे आज हल्का बिजी रहेछ क्या हो हेलो कङ्ग्रेचुलेसन 1,80,000 भ्युज कटेको छ 10 लाख लाइक आएको छ तपाईँको भिडियोमा एमआरबी भने किन एमआरबी आएको थियो त
हो र कहाँ गयो सेट एमआरबीलाई झन्डै भेटिएछ अनि अहिले चाहिँ काम सकेर सेटको पनि काम सक्यो अब हामी दुई भाइ चाहिँ स्नोबल खेल्न जाँदैछ बाई 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 ल अब चाहिँ हामी जाँदैछौँ स्नोबल खेल्न सो हे गाइस आजको दिन चाहिँ यसरी नै बित्यो अनि क्याफेको कामले अहिले लगभग कति बज्यो 10 बजिसक्यो है सो क्लोजिङ गर्दा गर्दै हाम्रो भाइ पनि थाकेको छ अनि हाम्रो टोलीहरू सबैजना ड्युटीबाट आएको छ सबैजना ड्युटीबाट सकेर यहाँ मलाई लिन आएको भाइलाई लिन आएको फर्काकै थाहा छैन अरे सेरे भागेको देखेन अरे ब्याट्री लो भनेर थ्याङ्क यू सो मच गाइस आज चाहिँ एमआरबी यहाँनिर स्पोर्ट हुनुभयो या के अरे उयो सैलुन यहाँ आउनु भएको थियो एमआरबी दाइ हामी भेट्न कुदेको हैन अब टाप हान्दैपछि त अब हेरेकै हेरे जनता वेलकम टु बिर्तामोट बाई बाई